हिउँ पर्यो गाइस, हिउँ पर्यो। रोल्पामा हिउँ पर्यो। त्यति रातो भइसक्यो। ठुलो असिना पर्यो। टुर्लुङ जय घन्टी हराए। घन्टी नै हराएछ। मेरो बुढा मलाई छोडेर जान लायो, एक्लै जान लायो। कहाँ जान लायो रे? सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म अनि मेरो हस्बेन्ड पनि एकदम सन्चै छ होइन। पुरै जिउ चाहिँ दुखिरहेछ। आएर कस्तो चोर जस्तो भएको हो, देखाउन। अयो त्यही हो गाइस, हामी चाहिँ दाङमा हिजो बेलुका आइपुगेको। त्यो ब्लग त तपाईँहरूले देखि नै सक्नुभयो। आज चाहिँ हामी रोल्पा जाँदैछौँ। भोलि मेरो बाजेको चोखिने दिन हो, त्यही भएर जाँदैछौँ। बाटोहरू त डेन्जर छ रोल्पाको, तपाईँहरू देख्नुहुन्छ अहिले एकछिनमा। बाइकमा त तेल हाल्नु पर्यो, तेल हाल्नलाई त पैसा छैन, ब्याङ्क लुट्नु पर्यो। म त जान्न, पुलिस भनेर आउँछु, पुलिस बोलाउँछु म। एक बार तो हमको हेलमेट में देख लिया है। त्यही हो। अहिले चाहिँ अब त तुलसीपुर जान्छौँ। तुलसीपुर गएर बहिनीकोमा अङ्कलकोमा पसेर त्यसपछि चाहिँ हामी रोल्पाको यात्रा सुरु हुन्छ हाम्रो। के चाहिँ उता छ ल है गाइजहरू, बाटोतिर भेट्नुपर्छ है। गाइज हामी चाहिँ यहाँ लमैमा छौँ होइन। ऊ यहाँ यो फक लाइटको चाहिँ यस्तो हरायो अरे, त्यही भएर हामी यहाँ पसलमा हाल्नलाई आएको। यहाँ देखाउ न तिम्रो के हराएको रे हिजो। टुर्लुङ जय घन्टी हराए। घन्टी नै हराएछ हिजो। स्पिड कुदाउने बेला होला कि अफरोडमा हरायो कि कुदाएर गयो हराउँछ त। यो घन्टी चाहिँ हराएछ, यो मात्र रहेछ, धागो मात्र। त्यो अब एकछिनमा निस्किन्छौँ हामी। गाइस हामी अघि तुलसीपुर पुगेको कि, अनि उहाँ महाराजा सेफोक्सुन्दो जाने हुनुपर्छ। बाबाहरू जानु हुँदै रहेछ डोल्पा, त्यही भएर सेफोक्सुन्दो जाने भनेर ऊ पनि ठिक छ त जाने भए, बाबाले जाने भए आइज भन्दै हुनुहुन्थ्यो, अनि म पनि जाऊ भनिदिएको। अनि यहाँ उसको मोबाइलमा नि स्टोरेज फुल छ, अनि उसमा पनि डिजिआईमा पनि त्यो क्यामेरामा पनि स्टोरेज धेरै छैन नि त। त्यही भएको कारणले चाहिँ एसडी कार्ड किन्यो उसले। अनि यस्तो दिमाग खराब घामको बेलामा, हे भगवान् यस्तो रिस उठ्यो गाइजहरू। पैसा निकाल्ने बेलामा ब्याङ्कमा लाइन बस्दा बस्दा म मरेँ। मम्मीको पैसा निकालेर लैदिनु पर्ने थियो। त्यही हो, अब हामी यहाँबाट निस्किँदैछौँ। बहिनीकोमा गएर खाना खाएर डाइरेक्ट उतैतिर भेटौँला। सो गाइज ठ्याक्क बिग्रेको बाटो आएछ। आयो योभन्दा नि कस्तो डेन्जर बिग्रेको थियो नि त पहिला बाटो यताको। अहिले चाहिँ जियोस् एकदम हुन्छ नि ग्राबिला हालेर सम्म बनाएको रहेछ क्या। पहिला त तलमाथि अनि यत्रो यत्रो ढुङ्गा बिचमा थियो। जियोस् बाटोहरू बन्ने काम हुँदै रहेछ। पहिलाभन्दा त धेरै इम्प्रुभ देखेँ मैले। हामी लास्ट टाइम कहिले आएको थियो भनेपछि कोही 7-8 महिना भयो होला हुन चाहिँ। तर त्यो पालि हेर्दा र त्योभन्दा पहिला अगाडि हेर्दा के मतलब कति वर्षौँ भइसकेको थियो नि त बनाएको थिएन बाटोहरू। अनि त्यो हेर्दा अहिले हेर्दा त धेरै इम्प्रुभमेन्ट। यो 6-7 महिना 8 महिनामा यति धेरै इम्प्रुभमेन्ट भएको छ कि बाटोहरू चाँडो बनिरहेको क्या जोस्। अनि यो धुलै अहिले त धुलै चाहिँ छ जोस्, तर पनि जोस् पहिलाभन्दा चाहिँ बवाल बाटै हो यो। पहिला त आम्मो डर लाग्दो। यस्तै हो उसको ससुराली जाने बाटो। आयो गाह्रो छ, गाह्रो बिचरालाई। मौसम फेरि मलाई उता छोडेर ऊ फर्किनुपर्छ क्या। बाबाहरू श्रीनगर गइसक्नु भयो अरे, अनि श्रीनगरमा कुरिराख्नु भएको अरे। अनि मौसम फेरि उता गएर मलाई छोडेर श्रीनगर आउँछ, श्रीनगर जान्छ।
अनि त्यसपछि खोइ आज कहाँसम्म बसाइ हुन्छ उनीहरूको जस उनीहरू जाँदैछ एकदम बवाल बवाल ब्लगहरू आउनेवाला छ आइएम सो एक्साइटेड ओहो बाटो त वाह रे वाह बाबा ठिक छ देख्न सक्नुहुन्छ तपाईँहरू अहिले चाहिँ बवाल नयाँ रोड नयाँ रोड भएछ यार वाउ यो हो नि त तरिका वाउ कस्तो बवाल देखेको भा पहिला चाहिँ यताको बाटो पनि खत्तम एकदम नराम्रो थियो अहिले चाहिँ बवाल बनाएछ जस एकदम खुसी छु म खुसी छु तिम्रो साथ पाएर नछाड्नु है भुलिदिउला यो संसार तिमी मुस्कुराउँदा मन मेरो तालिनु पर्ने कसरी व्यक्त गरौँ तिमीलाई माया छ भने तिमी मेरो बेबी हामी चाहिँ कपुरकोट पुग्यो कस्तो लागिरह फ्रुट्स किन्नु पर्ने हो ऊ जाने बाटो चाहिँ यताबाट हो पछि हामी जाने चाहिँ अहिले यता सोध्नलाई पानी पर्ला जस्तो गइरहेको क्या त्यही भएर लेट्स गो बेबी म त यति झोला बोकेर झोलै बनिसकेँ यार अब जान्छौँ हामी गाई यत्रो ठुलो असिना पर्यो यस्तो असिनाले गर्दा गाईहरू पुरा चोट लागेर ओइ हिउँ जस्तो हेर न पारीतिर बेबी यस्तो हालत छ गाईहरू तत्कालको नजिसको भन्दैछु है हिउँ पर्यो गाइज हिउँ पर्यो रोल्पामा हिउँ पर्यो मर्यो हामीलाई चुटेर यस्तो चुट्यो त्यति रातो भइसक्यो यस्तो हिउँ परे जस्तो भएको छ क्या गाइजहरू क्यान यु इमेजिन ओ माई गड आई कान्ट बिलिभ यस्तो भइरहेको भन्ने कुरा म बिलिभ गर्न सकेको छैन ओ माई गड कत्रो असिना परेको यार गाइजहरू यस्तो होइन हेलमेट नलाएको भए मेरो टाउको फुट्थ्यो होला क्या फेरि यता नजिक न घर छ न केही छ जङ्गलको बिचमा उतासम्म नि पुग्न सकेनौँ क्या देख्न सक्नुहुन्छ गाइजहरू पुरै पारीतिर पनि हिउँ परे जस्तो पुरै पारीतिर नि हिउँ परे जस्तो भइरहेको यस्तो डेन्जर यार पुगिसक्यौँ होइन यस्तो पानी परेछ यस्तो ऊ भएको छ मौसम त पुगेर नि चिया खाँदैछ सबजना दाइहरू बस्नु भएको छ यस्तोमा नि मौसम त गइहाल्छ अरे अब पानी परिरहेछ यस्तो डेन्जर असिना यत्रो परेर यस्तो चुट्नु गाइजहरू त्यो गाइज मेरो बुढा मलाई छोडेर जान लायो एक्लै जान लायो कहाँ जान लायो रे सेफक सुन्दर जान ला ऊ बाइक यता छ पानी नै पानी परेर आमा कसरी पुग्ने हो पुगेर कल गर्नु ल बेबी त्यही हो म माथिसम्म छोड्न आएको क्या मेरो बुढालाई
गाह्रै हुन्छ नि त्यही हो ऊ जाँदैछ गाइस म चाहिँ दिदीको घरमा आयो होइन दिदीको यो हेर्नु न के हो यो छाता कस्तो बवाल छ वाउ दिदीको घर नयाँ नयाँ बनाउनु भएको भिजिट हानिदिउँ न भनेर मन छिर्दिएको क्या खोइ किचनमा पानी छिर्यो भन्दै हुनुहुन्थ्यो त हो र सेफ फोक्सुन त जानु लाग्यो क्या डोल्पा बाबाहरू जानुभएको कि गाडी त पानी परेको थिएन अनि खोइ त यहाँ त सिमेन्टै लगाएको भए नि हुन्थ्यो त दिदी तर लिपेको कस्तो राम्रो अँध्यारो छ त भद्दा कहाँबाट छिरेछ पानी यो कोठा हो ठिक छ अन्धकार रहेछ सो गाइस म चाहिँ यो दिदीको छाता एक्सचेन्ज गरेर ल म जाँदै गर्छु है दिदी र म चाहिँ एक्सचेन्ज गरेर छाता एक्सचेन्ज गरेर आइरहेछौँ होइन नि कस्तो पानी सहित आएको भने म त स्याउ लाग्ने जस्तो तर रमाइलो छ यहाँ दाइको छोरी फेरि रोएर हैरान छ अघि चाहिँ फुपू आउनुभयो नि भन्दै थियो अरे देखेर नि नदेखेर जस्तो आँखा छोपेर बस्ने रोइ गाह्रो छ तिमुरोहरू पनि भर्खर फल्न थाले हन् सो गाइस होइन मौसम पनि गइसक्यो उता लुआमतिर पुगेछ अब उता पुग्न लाग्यो होला मौसम चाहिँ अहिले चाहिँ कति 2 घन्टा जति भयो होला मौसम गएको अनि यस्तो गलिरहेछ चिसो त्यत्तिकै छ गाइजहरू अनि बाजे बितेको चाहिँ मेरो बाबाको अङ्कल हो बितेको चाहिँ मेरो बाबाको अङ्कल बित्नु भएको उहाँको घर चाहिँ यता सल्यानमा हो क्या सल्यानमा नै सारपानी भन्ने ठाउँमा हो त्यहाँ पुग्नलाई चाहिँ यहाँबाट 1 घन्टा जति हिँड्नुपर्छ हिँडेर जानुपर्छ अन्त बाइकमा पनि जान मिल्न चाहिँ तर हामी चाहिँ हिँडेर जान्छ किनकि नो बाइक अनि मम्मी र दिदी चाहिँ आज जाँदै हुनुहुन्छ अनि म भाउजू अनि नानीहरू चाहिँ भोलि जाने रे भोलि बिहान किनकि भोलि हो चोखिने दिन चाहिँ त्यो भएको कारणले चाहिँ म चाहिँ यस्तो थाकेको छु गाइज भ्लग इन्डिङ गरौँ भनेर आज चाहिँ होइन म सक्दिनँ होला इनर्जी नै छैन क्या सक्यो यस्तो थकाइ लागिरहेछ बाइकमा उफार्दा त्यो अफ रोडमा त यस्तो थकाइ लागिरहेछ मौसम पनि उता गइहाल्यो सेफक्सुन्डु त पुग्दैनन् होला आज उता रुकुमतिर गएर बस्ने भन्दै हुनुहुन्थ्यो बाबाले चाहिँ उसको पनि राम्रो भ्लगहरू आउँछ सबैजनाले हेरिदिनु होला म मौसमको च्यानल पनि मेन्सन गरेर राखिदिन्छु ऊ त खतरा भ्लगर बनिसक्यो यो गाइस म यस्तो टोपी लगाएर बसिरहेको छु मम्मीहरू जानलाई रेडी भइसक्नु भयो म चाहिँ रेस्ट गर्छु भोलिको भ्लगमा भेटौँला हाम्रो कल्चरमा कस्तो के गर्छ म देखाउँछु चोखिने बेलामा मान्छे बितेको 13 दिनमा चोखिन्छ त्यही हो अब के भन्नु नो शब्दविहीन भए म बाई बाई गाइस सी यू इन द नेक्स्ट भ्लग